तपाईहरुको नि पल्सर 150 बाइकमा चाहिँ यसरी चाबी अन गर्दा है चाबी अन गर्दाखेरि कुनै पनि किसिमको चाहिँ लाइन आइरहेको छैन हैन र त्यस्तो अवस्थामा चाहिँ तपाईहरुले के गर्ने भन्दाखेरि चाहिँ वर्कसप पनि छैन तपाईहरुको वरिपरि भने चाहिँ तपाईले यो भिडियो हेरेर तपाईले आफूले चाहिँ बनाउन सक्नुहुन्छ है त फर्स्ट अफ अल हामीले चाहिँ बाइकको साइड कभर जुन देब्रेपट्टिको चाहिँ यो साइड कभर हामीले खोल्नु पर्ने हुन्छ हैन चाबी लगाएर यो फटाफटी हामीले यसरी खोलिसकेपछि चाहिँ यहाँ ब्याट्रीको ठ्याक्कै यो ब्याट्रीको छेउमा है त ब्याट्रीको छेउमा एउटा तपाईले यस्तो किसिमको चाहिँ बक्स देख्न सक्नुहुन्छ यो बक्स चाहिँ हामीले यसरी चेक गर्नुपर्ने हुन्छ हैन यो बक्सलाई यसरी हामीले खोलिसकेपछि यहाँनिर एउटा हाम्रो बाइकको चाहिँ फ्युज दिएको हुन्छ यो फ्युज हामीले निकाल्छौँ यो निकाल त है यसरी चाहिँ तपाईले यो बाइकको फ्युज निकाल्नु भयो भने चाहिँ र फ्युज गएको हुनसक्छ यो फ्युज तपाईले यहाँनिर देख्न सक्नुहुनेछ यो फ्युज देख्न सक्नुहुनेछ हैन यो फ्युज पुरै ड्यामेज भइसकेको छ सो अब यो फ्युज चाहिँ हामीले कहाँ लिन जाने त्यो जङ्गलको बाटोमा भनेर चाहिँ यहाँ तपाईहरु कुनै ठाउँमा अप्ठ्यारोमा फस्नुभयो भने चाहिँ यो फ्युज हाम्रो कम्पनीले नै एउटा एक्स्ट्रा यतापट्टि दिएको हुन्छ यो फ्युज चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ है यो निकाल त सजिलै निकाल्न मिल्छ यो फ्युजलाई हो यो फ्युज अब चाहिँ यो फ्युज हामी यसमा लगाउन गइरहेको छौँ है देख्न सक्नुहुनेछ ल यो फ्युज निकालेसँग लगतै हामीले यसरी यो लगाएपछि यो यसरी लगाइदिएपछि हामी फेरि चाबी लिएर चाहिँ त्यसमा लगाउँदैछौँ र हेर्नुहोस् लाइन आइसक्यो है फटाफट हेर्नुहोस् लाइन आइसकेको छ र बाइकले सेल पनि हानिरहेको छ है त हेर्नुहोस् है त सो यो फ्युजको कारणले चाहिँ तपाईहरुको बाइकमा लाइन आउँदैन है र यस्तो जानकारीमूलक भिडियोको लागि चाहिँ हामीलाई लाइक र सेयर गर्न नभुल्नु होला हाम्रो लोकेसन